के भयो आमा रुनु पो हुँदैछ क्या हो होइन यो बोक्दा धुलो पसेछ हौ आँखामा यहाँ हेर्नु न स्कुलको जुत्ता फाटेछ तपाईकोमा पैसा छ भने दिनुस् न म जुत्ता सिलाउँछु ए हो एकछिन पर्खी ल ल्या हेर्न नानी पैसा घरमै छोडेछु कि भरे दिन्छु नि ल अहिले यही लाएर जाँदै गर कहाँनिर छ भन्नुस् न म लान्छु नि पूजा कोठा मुनि बेड मुनि होला हौ बेड मुनि बेड होइन हौ त्यो टेबल छ नि त्यहाँ टेबल मुनि होला हेर्न कुन चाहिँ टेबल आमा टेबल होइन हौ त्यो दैलोको कुनामा रातो ब्याग राखेको छु नि त्यसमै हुनुपर्ने हौ कि कहाँ राखेको छु मैले त्यो ब्याग त्यतातिर हेर्न नानी तर तैँले भेट्दैनस् होला हौ म यहाँबाट जाउँ भने पनि म काम गर्दैछु के गरौँ हौ अब तपाईँकोमा छैन भने छैन भन्नुस् न किन मलाई छ भनेर राख्नु भएको मलाई अघि थाहा भइसकेको थियो तपाईँकोमा पैसा छैन भनेर तपाईँकोमा एउटा पनि रातो कलरको ब्याग छैन धार्दाखेरि तपाईँले आफ्नो ब्यागको कलर पनि गलत भन्नुभयो मेरो आमालाई त राम्रोसँगले ढाट्नु पनि आउँदैन हौ आमा तपाईँकोमा पैसा छैन भनेर म दुःखी छु खुसी छुइनँ भनेर सोच्नुहुन्छ होला तर म यो दुनियाँको सबैभन्दा भाग्यमानी छोरी हो जसलाई भगवानले यति राम्रो आमा दिनुभएको छ तपाईलाई दुःखी बनेर नयाँ जुत्ता लाएर जानुभन्दा बरु म फाटेको जुत्ता लाएर स्कुल जान सक्छु आमा